ए बुढी एक मुठी चिया खाऊ न। चिया खाने र बुढा? ए बुहारी बुहारी। हजुर आमा किन बोलाउनु भयो? बुवा चिया खाने अरे। आमा मलाई महिनावारी भयो हुँदैन। म रिसर्च म आफै गई बनाउन। कता जानु भएको आमा? बुवाले चिया खाने पढ्के परसरी छ चिया बनाउन गएकी। किन महारानीले बनाउँदिन अरे? आजै चाहिँ खाना खाना साथीहरूलाई बोलाएको थिएँ, आजै चाहिँ पर सरेर मरिसे। ओइ रुक। किन नानी? तपाईँ पर सर्नु भएको होइन, किन भान्सामा जान लाग्नु भएको? पानी खान आएको थिएँ नानी। यिनीहरूका घरमा संस्कार सिकाएको छैन है क्या हो? विचार गर्नु हुँदैन पर सरेका बेला भनेर। आमा ए आमा किन बोलाइस् अरे? आज भाउजू पनि परसरी चाहिँ पड्के, साथीहरूलाई खाना खाना बोलाएको थिएँ, यहाँ मिलेन, बाहिर होटलमा कुरा गर्न जाऊँ न। त्यही त आजै पड्की छ। म बुबालाई चिया दिइहाल्छु। दबाई खाने बेला पो भएछ। बुहारी ए बुहारी। किन बोलाउनु भएको बुबा? बुहारी एक गिलास पानी दे त दबाई खान। ला बुबा पानी दिनु मिल्दैन, म पर सरेकी छु। म आफै जान्छु त भान्सामा। मम्मी के भयो? पेट दुख्यो छोरी, एकछिन आराम गर्छु ल। बाबा छोरी के गर्दैछौ? सबै ठिकै छ नि? मामुलाई सन्चो छैन, मामु कहाँ हुनुहुन्छ? अहिले आराम गर्न जानुभएको ल छोरी म डक्टरलाई लिएर आउँछु अहिले। बाई। हस् बाई। डक्टर मेरो घर यही हो। बहिनी भाउजू खै? मलाई के थाहा, मस्त सुते के होली नि महारानी। डक्टर साहबनीलाई एक गिलास पानी लिएर आऊ न। मैले हुँदैन, पर सरेकी छु। डक्टर साहब म बिरामी लिएर आउँछु, हजुर यहीँ बस्दै गर्नुहोस् है। हस्। सम्झना उहाँ डक्टर। नमस्ते डाक्टर। हजुरलाई भएको के? डाक्टर साहब मलाई महिनावारी भएको कारणले गर्दा धेरै पेट दुखिरहेछ र मेरो संवेदनशील अङ्गमा घाउ भए जस्तो लाग्छ। उहाँलाई म चेकअपको लागि भित्र लिएर जान्छु नि। सिर्जना बिस्तारै उठ त। जाउँ डक्टर। डक्टर हजुरको ब्याग। बाबा सुन्नु न, हजुरआमाले र फुपूले मम्मीलाई जहिले गाली गर्नुहुन्थ्यो र भान्सा कोठामा पनि छिर्न दिनुहुन्थ्यो र जहिले बेलुका मम्मीलाई कोठमा सुताउनुहुन्थ्यो। बाबा सुन्नुहोस् त, उहाँको सिचुएसन चाहिँ अलिकति क्रिटिकल नै छ, हस्पिटलमै एडमिट गर्नुपर्छ ल। मम्मी डक्टर के भएको रहेछ? उहाँले चाहिँ मेन्सुरेसन भएको टाइममा उहाँले चाहिँ घरको लत्ता कपडा युज गरेको कारणले गर्दा उहाँलाई इन्फेक्सन भएको छ। आत्तिनु पर्दैन, हस्पिटलमा ल्याउनुहोस्। हस् डक्टर, म हस्पिटल लिएर आउँछु। हस् त म जान्छु। हुन्छ डक्टर। बाबा मम्मीलाई केही त हुँदैन नि? केही हुन्न, मम्मीलाई हस्पिटल लाने।